सुदूरपश्चिम प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका हिसाबले अद्वितीय क्षेत्र हो। यस क्षेत्रमा मनाइने चाडपर्वको आफ्नै विशेषता र महत्त्व रहेको छ। प्राकृतिक सौन्दर्यले सुदूरपश्चिम प्रदेशमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडलाई भूस्वर्गको उपमा समेत दिने गरिएको छ। भूस्वर्ग उपमा पाएको खप्तड क्षेत्रभित्र पर्ने धार्मिक महत्त्वको स्थान सहस्रलिङ्ग मुहान भएर धार्मिक स्थल त्रिवेणी हुँदै साइल गाउँपालिकाको सिरानमा पुगेपछि अनुपम झरना उत्पत्ति हुन्छ। त्यही झरनालाई भेलछडा झरनाको नामले चिनिने गरिन्छ। पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको डोटी जिल्लाको साइल गाउँपालिका वडा नम्बर 3 मा अवस्थित भेलछडा झरना अत्यन्तै सुन्दर र अद्वितीय रहेको छ। साइल गाउँपालिकाको मध्यभाग भएर बग्ने यही साइलेगाड नदीको सिरानमा भेलछडा झरनाको दृश्य अवलोकन गर्न सकिन्छ। स्कन्द पुराणको मानस खण्डमा समेत साइलेगाड नदीलाई शैलावती नदीको रूपमा वर्णन गरिएको पाइन्छ। भेलछडा झरना खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको छ। घुम्न आउने पर्यटकहरूका लागि व्यवस्थित बसोबासको व्यवस्था सहित झरनाको प्रचार प्रसार गर्न सके यस क्षेत्रमा पर्यटक भित्र्याई स्थानीय बासिन्दाहरूको आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिने देखिन्छ। यसबाट झरेको पानीबाट तल साइलीगाडको माछाहरू यसैबाट उत्पादन भएको र यसमा विभिन्न किसिमका जस्तो बिजुलीहरू यसैबाट निस्किन्छ र हाम्रो पर्यटकीय स्थलको यसमा युवाहरूले पनि काम यसमा बाटोको व्यवस्था भइदिए भए पर्यटकहरू घुम्न आउँथे र केही युवाहरूले रोजगार पाउँथे। पछिल्लो समयमा भेलछडा झरनासम्म यातायातको सहजताका लागि सडक निर्माण कार्य भइरहेको छ। हाम्रो आन्तरिक स्रोत त्यसपछि हाम्रो माथिको स्रोतबाट बाटोहरू पनि बनाउँदैछ। फेरि यो खप्तड राष्ट्रिय निकुञ्जसम्म बाटो भयो भने भेलछडासम्म बाटो भयो भने हाम्रो यहाँको नेचुरल जस्तै आलु भयो, अदुवाहरू भए, त्यसपछि यो गाइडहरू भए यहाँको आर्थिक स्रोतमा उन्नति हुने थियो भनेर विश्वास लाग्दछ। साइल गाउँपालिकाले यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयारी गरेर झरनाको समग्र विकास कार्यलाई अगाडि बढाउने योजना बनाएको छ। भेलछडाको विकासको लागि साइल गाउँपालिका निरन्तर रूपमा अगाडि बढेको छ। गत आर्थिक वर्ष भेलछडा मार्गको लागि धनेछडा भएर पैदल पदमार्ग बनायौँ। बेटारा गाउँदेखि भेलछडा जोड्न पदमार्ग थिएन, त्यो पदमार्गको लागि पनि हामीले बाटो बनाउने काम यस वर्ष सम्पन्न गरेका छौँ। बाटो आराम स्थलहरू, विभिन्न चिन्हहरू जो कि अलमल नहोस्, सिधै मान्छेले चाहिँ सजिलो तरिकाले भेलछडा जाने गरी काम गरिरहेका छौँ। नेपाल पर्यटन बोर्डको सहयोगमा गाउँपालिकाद्वारा बेटारा धनेछडादेखि भेलछडासम्म पैदल मार्ग निर्माण गरिएको छ। पहिला चाहिँ यहाँ आउने बाटोघाटो त्यस्तो सहज पहुँच थिएन भने अहिले करिब पैदल मार्गको चाहिँ सामान्य रूपमा हिँडडुल गर्न सकिने भएकोले यहाँ विकास भइसकेको छ। अब यो साइल क्षेत्रको यो खप्तडबाट बग्ने, त्रिवेणीबाट बग्ने झरना यो सुदूरपश्चिममै सबैभन्दा अग्लो झरना हो। यो यसको लम्बाइ सबैभन्दा बढी छ सुदूरपश्चिममा। यहाँ अहिले हामी चैतको महिनातिर आउँदाखेरि पनि यति धेरै पानी छ भने बर्खायाममा त अत्याधिक पानी हुनसक्छ। यो चाहिँ साइलीगाडको माछा यति मिठो छ कि सुदूरपश्चिमले यस्तो माछाहरू अन्य ठाउँमा पाउँदैन। यो साइल क्षेत्रको विकासको लागि यहाँ चाहिँ नजिकैको गाउँ बेटारा, कचाली, साप्रा लगायतका ठाउँहरूमा हामीले होमस्टेको विकास गर्न सक्यौँ र यो गाउँपालिकाले यिनीहरूलाई चाहिँ प्रमोट गर्न सक्यो भने साँच्चै यहाँका स्थानीय बासिन्दाहरू जो हाम्रो भारत पलायन हुने गरेका छन् तिनीहरूलाई चाहिँ हामी रोक्न सक्छौँ, यहाँको रोजगारी सिर्जनामा गराउन सक्छौँ। पैदल मार्ग निर्माण भएसँगै बेटारा गाउँ नजिकै रहेको घोडखोलादेखि भेलछडासम्म पैदल मार्ग मार्फत यात्रालाई सहजता भएको छ। साइल गाउँपालिका प्राकृतिक हिसाबले आफैमा सुन्दर छ।
हिउँद याममा त्यहाँका डाँडा पाखामा हिउँ हेर्न सकिन्छ भने वसन्त ऋतुमा फुल्ने लाली गुराँस र बर्खा याममा देखिने हरियालीले पालिका भित्रका विभिन्न स्थानलाई अत्यन्तै सुन्दर बनाएको हुन्छ। भेलछडा आसपासका क्षेत्रमा चिसो हावापानी हुने गर्दछ। आसपासका क्षेत्रमा उत्पादन हुने आलु अत्यन्तै स्वादिलो र जिल्लामा नै प्रख्यात छ। स्याउ पनि त्यस क्षेत्रमा उत्पादन हुने गर्दछ। भेलछडाबाट करिब 7 घण्टाको पैदल दूरीमा खप्तड पुग्न सकिन्छ। सहज पैदल मार्ग नभएका कारण भेलछडा हुँदै खप्तड आवतजावत गर्ने गरिएको पाइँदैन। भेलछडा हुँदै खप्तड जाने पदमार्ग निर्माण गर्ने तयारीमा गाउँपालिका रहेको छ। खप्तड राष्ट्रिय निकुञ्ज को पेरिफेरी त्यो एरियासँग जोडिएको, यसका साथसाथै शालिगारसँग सम्बन्धित सिरानीमा चाहिँ भेलछडा छ। यो भेलछडाका झरनाको कारणले गर्दाखेरि पनि यसको साइलमा चाहिँ सम्भावना देखिन्छ। यसका साथै विभिन्न वन जङ्गल र विभिन्न धार्मिक आस्थाका हिसाबले ठुल्ठुला मालिकाहरू भएका कारणले त्यसमा धेरै सम्भावनाहरू देखिन्छ र खप्तड राष्ट्रिय निकुञ्जको पर्यटकीय प्रवर्धनको लागि पनि साइल गाउँपालिकाले महत्त्वपूर्ण कामहरू गरिरहेको छ। खप्तड घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई भेलछडा लगायत साइल गाउँपालिका क्षेत्रका धार्मिक ऐतिहासिक क्षेत्रहरूको पनि भ्रमण गराउन सके त्यस क्षेत्रका विभिन्न स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ। यस क्षेत्रको छुट्टै रहनसहन र मौलिक परम्परालाई पनि पर्यटकीय व्यवसायसँग जोड्न सकिन्छ। यस पालिकाको वडा नम्बर 5 मा पुग्दा प्रसिद्ध धार्मिक क्षेत्र अस्त्वाला रहेको छ। अस्त्वाला क्षेत्रमा अर्बुदेश्वर महादेवको अद्भुत गुफा र मन्दिर रहेको छ। झरनाको सौन्दर्यताको आनन्द लिन आउने पर्यटकहरूलाई अस्त्वाला क्षेत्रको अवलोकन र धार्मिक स्थलको दर्शनका लागि समेत जोड्न सकिन्छ। साइली गाडमा पाइने माछा स्वादिष्ट र सुरक्षित छन्। भेलछडासम्म सडक यातायात र पैदल मार्गको सहजतासँगै स्थानीय पर्यटन व्यवसायहरूमा समेत उत्साह थपिएको छ। पर्यटन प्रवर्धनका साथै राष्ट्रिय निकुञ्ज क्षेत्रको समग्र प्राकृतिक सौन्दर्य वन्यजन्तु संरक्षणमा समेत सबैले योगदान दिनुपर्ने हुन्छ। प्राकृतिक सम्पदालाई असर पुग्ने किसिमले हामीले त्यस्ता कामहरू गर्नु हुँदैन र गर्न दिन पनि हुँदैन र प्राकृतिक सम्पदा वन जङ्गल वन्यजन्तु सबैलाई जोगाएर त्यसको ब्यालेन्समा राखेर चाहिँ पर्यटनलाई चाहिँ बढावा दिनको लागि निकुञ्ज कार्यालयले चाहिँ अगाडि योजना बढाएको छ र अब हाम्रो अहिले बन्दै गरेको व्यवस्थापन योजना पनि पर्यटनको चाहिँ शीर्षकमा चाहिँ के कसरी यो खप्तड राष्ट्रिय निकुञ्जलाई चाहिँ व्यवस्थित गर्न सकिन्छ पर्यटनको हिसाबले भन्ने कुराहरू चाहिँ छ र अनि अन्य राष्ट्रिय निकुञ्ज विभाग मार्फत अन्य संस्थाहरूसँग पनि सहकार्य गर्छ निकुञ्जले। स्थानीय सरकार, स्थानीय समुदाय, पर्यटन लगायत राष्ट्रिय निकुञ्जको समन्वयकारी भूमिका समेत यसमा आवश्यक रहेको छ। भेलछडासम्म पुग्न पछिल्लो समयमा सडक यातायातको पनि सहजता भएको छ। डोटी जिल्ला सदरमुकाम सिलगढीबाट बग्लेक हुँदै झिग्रानासम्मको 15 किलोमिटर सडक कालोपत्रे भइसकेको छ। हाल चाहिँ केलाबारी जुन झिग्राना सडक छ जुन जोड्ने काम हामीले सक्यौँ। अब साइल भएर पनि खप्तड जान सकिने बाटो सडक पुर्याउने काम चाहिँ झिग्रानासम्म गर्ने काम चाहिँ सम्पन्न भयो। यसका साथसाथै झिग्रानादेखि जुन चाहिँ बेटारा छ बेटारा सडक पुर्याउने काम पनि प्रदेश सरकारको सहयोगमा त्यो कार्य पनि सम्पन्न भएको छ। झिग्रानाबाट साइल गाउँपालिका वडा नम्बर 4 को भल्मा गाउँ हुँदै करिब 14 किलोमिटर कच्ची सडकको यात्रा पश्चात साइल गाउँपालिका वडा नम्बर 3 को बेटारा गाउँ पुगिन्छ। बेटारा गाउँमा पर्यटकहरूका लागि बसोबास र खानाको सहजताका लागि पाहुना घरको समेत व्यवस्था गरिएको छ। करिब 3 घण्टाको पैदल पश्चात भेलछडा झरना पुगेर झरनाको सौन्दर्यताको अवलोकन गर्न सकिन्छ।
यस क्षेत्रको मौलिक रहनसहन र जीवनशैली स्थानीय उत्पादनसँगै भेलछडा झरनाको प्रचार प्रसार र पर्यटकीय हिसाबले विकास गर्न सके पर्यटन मार्फत स्थानीयको जीविकोपार्जनमा समेत सहयोग पुग्न सक्दछ।